ऐसे नहीं शुरू से दिखाता हूँ। हेलो नमस्कार अनि वेलकम छ सबैजनालाई आजको मेरो मिनी ब्लगमा। आजको हाम्रो यात्रा रहेको थियो सुनसरी नगरपालिकामा पर्ने बोराबादको। सबैजना बेलेपुर हुँदै विराटचोकमा भेला भएर हामी सबैजना चाहिँ म्याजिकमा चढेर निस्किसकेका थियौँ बोराबादसम्मको यात्राको लागि। यात्रामा चाहिँ विभिन्न किसिमका समस्याहरू आइपरे पनि हाम्रो म्याजिकवाला अङ्कलहरू चाहिँ एकदमै धेरै रमाइलो खालको हुनुभयो र हामीले चाहिँ पुरै म्याजिकै रिजर्भ गरेर लगेको थियौँ इटरीदेखि चाहिँ। त्यहाँदेखि हामी जाँदाखेरि बाटो अलिकति कच्चा भए पनि एकदमै रमाइलो भएको थियो। धुलो खाँदै खाँदै अब हाम्रो पूर्वको बाटो कस्तो छ यहाँहरूलाई अवगत नै छ। त्यही हामी चाहिँ फ्रीको पाउडर लाएर सबैजना निस्किएको थियौँ। बोराबाद चाहिँ अहिलेको एकदमै धेरै भाइरल ठाउँ, सबैजना गइसकेको र जान बाँकीहरू पनि जाने एउटा प्रमुख गन्तव्यको रूपमा रहेको ठाउँ रहेको रहेछ। बाटो जस्तो भए पनि अनि जतिसुकै बाधाहरू आइपरे पनि हामी चाहिँ एकदमै रमाइलोका साथ त्यहाँ पुगेका थियौँ। त्यहाँ पुग्दाखेरि एकदमै गाडीहरूको घुइँचो अनि मानिसहरूको पनि उत्तिकै घुइँचो देख्दाखेरि एकदमै रमाइलो महसुस भइरहेको थियो। त्यहाँ पुगे पश्चात सबैजना म्याजिकबाट ओर्लिसकेपछि चाहिँ हामी लाग्छौँ हाम्रो गन्तव्यको तर्फ। हाम्रो गन्तव्य रहेको थियो बोराबाद। मैले अघि नै भनिसकेको छु हाम्रो यात्रा चाहिँ बोराबादसम्मको थियो अनि हामी चाहिँ जम्मा 6 जना मिलेर बोराबादसम्म गएका थियौँ। त्यहाँ पुग्दाखेरि कोशी नदीको किनारमा रहेको यो बोराबाद अनि यहाँ पर्यटकहरूको घुइँचो देख्दाखेरि एकदमै मन हर्षित भएको थियो। बोराबाद गइसकेपछि बोटिङ नगर्ने त कुरै भएन अनि हामी सबैजना पालो बोटिङ गर्नतर्फ लाग्यौँ। सबैजनाको बोटिङको चाहिँ फर्स्ट अनुभव भएकोले गर्दाखेरि सबैजना उत्साहित साथै डराइ पनि रहेका थियौँ। सबैजना डराइ भए पनि बोटिङको एकदमै धेरै आनन्द लिइरहेका थियौँ। बोट चाहिँ घरि यता घरि उता गर्दै पानीको छालहरू उछाल्दाखेरि चाहिँ एकदमै धेरै डर लागिरहेको थियो अनि डर साथसाथै खुसी पनि थियौँ हामी। अनुभव त पहिलो थियो नि त। बोटको दाइ पनि एकदमै रमाइलो हुनुहुँदो रहेछ। उहाँले चाहिँ हामी सबैजनाको भिडियो खिचिदिन्छौँ अनि फोटो खिचिदिन्छौँ भनेर चाहिँ फोटो खिचिदिनु भयो अनि साथै भिडियो पनि खिचिदिनु भयो। त्यसलाई चाहिँ मैले यहाँ राखिहालेँ। सबैजनाको एकदमै डराएको अनि साथै हर्षले भरिएको अनुहार हेर्दाखेरि आफूलाई पनि यो भिडियो हेर्दाखेरि चाहिँ साँच्चै नै फेरि पनि रमाइलो लागिरहेको छ।
कति चाँडै बोटबाट ओर्लिने बेला पनि भइसकेको छ। अनि बोटबाट ओर्लिसकेपछि हामी चाहिँ लाग्यौँ त्यहाँ वरिपरिको भ्रमण गर्नको लागि। त्यहाँ विभिन्न किसिमका बालबालिकाहरूको लागि खेलौनाका सामानहरू अनि ठुला मानिसहरूलाई पनि गाडी कुदाउनको लागि सुविधा रहेछ। अनि हामी चाहिँ अनुहार पनि बेला बेला देखाउँदै लाग्यौँ नदीको किनारतर्फ फेरि पनि। अनि त्यहाँको मुख्य आकर्षकको रूपमा रहेको यो सनसेट, यो हेर्नको लागि चाहिँ हामी सबैजना पुग्नै पर्ने अनि पुगिसकेका पनि गन्तव्य रहेको छ। अबको समय रहेको थियो पेट पूजाको। अनि पेट पूजा गर्नको लागि चाहिँ हामीले घरैबाट केही सामानहरू अनि केही फलफुलहरू पनि किनेर लगेका थियौँ। अनि त्यहाँ गइसकेपछि के खाने भन्ने कुरा हुँदाखेरि चाहिँ चटपटे खाउन त भन्ने कुरा आयो। अनि सबैजनाले चटपटे खानतर्फ लाग्यौँ। सूर्यास्तको मनमोहक दृश्यसँगै हामीले चाहिँ त्यहाँ केही भिडियो अनि केही फोटोहरू लियौँ। कति चाँडो समय गइसकेछ, दिन सकिसकेको हुनाले हामी अब घरतर्फ फर्किने निर्णय गऱ्यौँ। सबैजना पुनः अघि आएकै म्याजिकमा चढेर फेरि घरतर्फ लाग्यौँ। घरतर्फ जाँदै गर्दाखेरि पनि एकदमै रात परिसकेको थियो, तर पनि रमाइलो भने छुटेको थिएन। फोनको चार्ज पनि सकिसकेको र धेरै समय पनि गइसकेकोले रात एकदम भइसकेको थियो। त्यस कारणले गर्दा भिडियो पनि धेरै लिन पाएनौँ। भिडियो फोटो धेरै नभए पनि हामीले बोराबादको सम्झनाहरू र त्यहाँका दृश्यहरू चाहिँ आफ्नो मनभरि र दिमागभरि लिएर घर फर्किरहेका छौँ। सबैजनाले मेरो गनगन सुनिदिनु भएको र मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यति भन्दै आजको मेरो मिनी भ्लग चाहिँ यही अन्त्य भयो। थ्याङ्क यू फर वाचिङ।